everyone. Sevaro namaste. Welcome to my new vlog है र आज चाहिँ रामनवमीको छुट्टी हो है. So happy रामनवमी to everyone. जय श्री राम भन्देऊ न. र हामी आजको भ्लग चाहिँ हामी सिलगढी जाँदै गरेको है. र मेरो अलिकति काम पनि छ र मेरो नानीहरुलाई यसरी घुमाउनु पनि लगेको है. र I would like to thank my new subscribers है, जति जनाले मेरो च्यानल सब्स्क्राइब गरिदिनु भएको छ अहिले है. So thank you for subscribing my channel. Thank you for your love and support है. र हामी चाहिँ जोरथाङ आइपुग्दै छौं है. र आज रामनवमीले गर्दा फेरि चाहिँ सबै जग्गा है यो यसरी लगाएको रहेछ फ्ल्याग झण्डाहरु. त मन्दिरहरु यसरी मज्जाले डेकोरेट गरेको रहेछ है. सेवारो गुड बोय गुड. टिस्टा रिभर भन. अब हामीले गर्दा चाहिँ यहाँ स्टप गरेर बसिरहेको छौं. उ ट्रेन देख्यो दादा र भाइ ग्याल्मुले. अब यो त कहाँ गएको नि, हामी त सिलगढी गएको. यो ट्रेन कहाँ गएको है. चेस गर्दै न भाइ. यहाँ चेयर्स गर न. ले देखाइदेऊ न. चेस है भाइ. यहाँ अलिक यता हो. यस अलिक यता आउ न मामापट्टि. छिटो माथि गएर भाइले. बाघपुल आइपुग्यो. ओ ग्याल्मु कान्छा बाघपुलै. ओ मंकी पनि रहेछ. ओ मंकी हेर कान्छा देख्यो यी बाघपुल. ग्याल्मुले पनि देख्यो. हजुर सालुगडा छ नि. सालुगडाबाट चाहिँ चेक पोस्ट छ अरे. यहाँ छ दादा र ग्याल्मु. यहाँ के रहेछ. हामी चाहिँ यहाँ मेरो काम बल्ल सकेर चाहिँ है फाइनली यहाँ भेगा सर्कल आएको. यहाँ नानीहरूलाई यसो खेलाउनुको लागि है, यसो इन्जोय के छ. वाउ भन न. ओ यहाँ बस्दैन. औ ओ यसको अनारै आएन. हाय कान्छा. ए दादा परेछ दादा. म नै झुके. भाइ चाहिँ कता आउँदैछ. भाइ चाहिँ यता आउँदैछ. भाइको त ब्लू एन्ड व्हाइटमा चढ्यो. ल मलाई लन्च चाहिँ मजाले अघि बाटोमा अलिअलि मात्रै गरेको छु है. सो अब चाहिँ फर्स्ट चाहिँ लन्च मजाले गरेर मात्रै. वाउ यहाँ हेर न ग्याल्मु है. वाउ हेर त. हेलो मजा आयो भाइ. दादा ग्याल्मु देख्दैछ दादा. ल भाइ अब कान्छा. हामी चाहिँ यता है लन्च गर्नुको लागि आएको.
यहाँ भेगा सर्कलमै यहाँ बसौँ न यहाँ है यहाँ राम्रो हुँदैन ड्रिङ्कहरू खानु न अन्त लु हाम्रो यो के अब त्यस्तो गर्छ हो अब पहिला चाहिँ योबाट स्टार्ट गरौँ है ए फ्रेन्च फ्राई खाँदै गर त लु ए वान फ्रेन्च फ्राई यो यता दिनु त दादालाई यो ग्याल्मुको एउटा यो फ्रेन्च फ्राई दिनु न अब भाइ उयो यहाँ ग्याल्मुको एउटा ल ग्याल्मु 3 जनाको फ्राइस यो क्याप चाहिँ यता राख न यो फ्राइस खाँदै गर यो पानी उता हटाउनु यो चाहिँ 2 जनाको चिकन अघिको अलिक स्पाइसी भएछ लु यो चिकन खाऊ चिकन यो पिरो नभएको आयो ग्याल्मो दिदीलाई 1 देऊ हामीले त खाएको पिरो अघि टेस्टी छ टेस्टी यता पो राम्रो थिएछ साथी हो यस्तो खुवाइ हुँदैछ है आजकल चाहिँ दुईजना चाहिँ खेलिरहेछ ओ डोसा दुईटा भनेको थियो त दुईटा यो उसको होला नि ग्याल्मो आउँदैछ ल ग्याल्मोको डोसा मेरो चाहिँ मैले फ्राइड राइस भनेको छु आउँदैछ र मेरो चाहिँ अर्डर रेडी भयो होला मैले चाहिँ यहाँबाट चाहिँ राइस बोल अर्डर गरेको थिएँ है आर्टिफिसियल पो रहेछ फिस राख्ने हो फिस नगर न नो सेक्सनमा चाहिँ पसेको है यो दुईजनाले कति चुना लाउने हो यो स्टोर रहेछ है किड्सहरूको हेर्नु यता चाहिँ ग्याल्मो इज स्ट्रगलिङ है यहाँ डोसा खानु नसकेर अघि चिकन आइसक्रिम फ्यान्टा दुई खेप चिकन खाएर डोसा खानु एकदम मलाई साह्रो परेछ मैले चाहिँ खाइसक्नु भनेको छु हेरौँ लेट्स सी खेल्नु जाने यस यस ल तिमीहरू 3 जना खेल ल म भिडियो गरिदिन्छु ल बाई दादा ग्याल्मो ल यिनीहरू चाहिँ खेल्दैछ है यस्तो छ है हामी चाहिँ 2000 न्यु इयरमा आएको थियो त्यहाँदेखि चाहिँ आएको थिएन है
अझ बम्पर कार यता छ। टाउको दुख्छ अरे नि ग्याल्मो दिदीको। यता हेर मम्मालाई। खै टु गर न भाइ पनि। भाइ तिनजना चाहिँ हेर्नु नि यहाँ। जाऊ पर खेलेर आऊ। अब हामी चाहिँ घर फर्केको है। थ्याङ्क यू फर वाचिङ। सी यु इन नेक्स्ट भिडियो। चेक पोस्ट आइपुग्यो।